के छैन नि शिक्षक एकता हाम्रो माग शिक्षकको कलममा जादु छ जादु होइन सर ताकत छ हजुरहरु पनि शिक्षक शिक्षिका हुनुहुन्छ हजुरहरुको कलममा पनि ताकत छ अनि सरको हातमा पनि ताकत छ मेरो हातमा चाहिँ जादु छैन बोल्दा बोल्दै मेरो आवाज पनि बिग्रिया छ के गर्ने धेरै ल हेर्नुस् अब तपाईहरु पनि ध्यान दिएर हेर्नु होला सरले चेक गरिसक्नु भएको छ कतै पनि यो डोरी कटेको छैन अब सर कैंची लिनु भएको छ सरले हैन अब अहिले यहाँ नथिरेको त्यही यो डोरी हो तर मैले यहाँ काट्न लागिरहेको छु हजुर यो डोरी कतै पनि अहिले कटेको छैन अब एकछिन पछाडि हो अनि सरले यो धागो डोरीलाई काट्नुहुन्छ म जोड्छु सर यसरी हेर्नुस् म यसरी गर्छु हैन ध्यान दिनु होला म घुमी घुमी हेराइरहेको छु म यसरी गर्छु हैन तपाईहरु हेर्नु होला म यसरी गर्छु हैन अनि यसरी म समात्छु हैन हेर्नुस् म यसरी गर्छु फेरि ध्यान दिनु होला म यसरी गर्छु हैन अनि यसरी म गर्छु सरले यहाँ काट्नुहुन्छ हैन सरले यहाँ काट्नुहुन्छ सरले यहाँ काट्दैमा हैन आधी आधीमा कट्छ वा अलिकति सानो ठुलो पनि हुन सक्छ है सर तपाई त एकदम कैंची लिनु भएको छ ल तपाई काट्नुस् अलिकति सानो ठुलो भए पनि केही छैन ध्यान दिनु होला है सर ल ध्यान दिनु होला ल दुईटा भयो ल सरले यो डोरीलाई काटिदिनु भएको छ कुनै शंका छैन नि सर एकदम सरले नै काट्नु भएको छ हाम्रो धादिङ जिल्लाका सर हुनुहुन्छ उहाँले दुई टुक्रा पारिदिनु भएको छ अलिकति सानो ठुलो भयो जे भए पनि यो कटिया छ सरले नै टाइट गरिदिनु होला ल यो कैंची दिनुस् सर माथि टाइट गर्नुस् माथि बान्नुस् पटक बान्नुस् त ल ओहो शिक्षकको हातमा पनि ताकत छ कति बलियो यहाँ गाँठो बनाइदिनु होला कुनै शंका छ सर कुनै शंका छैन जुन सर मेमलाई शंका लाग्छ भने लिएर चेक गर्न सक्नुहुन्छ सरले यसरी टाइट गरिदिनु भएको छ है कुनै शंका छ अहिलेसम्म शंका छैन तपाई अब म यति हेरायो भने तपाईलाई सानो तपाई त आफै बुझिहाल्नुहुन्छ कि सानो भयो यति हेरायो भने सानो तर यो सानो हुँदैन अन्दाज गर्नु होला यति लामो डोरीमा सिंगो बनाएर हजुरहरुलाई हेराउन गइरहेको छु अब एकपटक मेरो यो पकेटमा पेन थियो कलम अनि यसरी लाए शिक्षकको कलममा ताकत छ अनि भन्नु भएको हैन तपाई त पकेटबाट नै चेन्ज गरिदिनु भयो तर हैन सर यही छ धागो यो डोरी अब म बेरी दिइरहेको छु हैन अब बेरी सकेपछि यो त चेन्ज हुने कुरा नै भएन गाँठो यही छ है बाँधेको भाग यही छ सर है हेरिराख्नु भएको बाँधेको भाग यही छ बाँधेको भाग यही छ डोरी मैले बेरिसकेको छु तपाई सबैजना हेरिराख्नु भएको छ मैले यो डोरी चेन्जै गर्न पाउँदैन किनभने बेरिसकेको डोरी छ अब पकेटबाट फेरि म यसरी कलम ल्याउँछु हैन शिक्षकको कलममा घुमी घुमी हेराइरहेको छु हैन शिक्षकको कलममा हजुरहरु पनि शिक्षक शिक्षिका हुनुहुन्छ हजुरहरुको कलममा पनि ताकत छ शिक्षक एकता जिन्दाबाद अब यो शिक्षकको कलममा ताकत छ हेर्नुस् सर फु गरिदिनुस् फु गर्नुभयो हजुर पनि फु गर्नु धागो गाँठो पारेको भाग यही छ अझ म बेरिरहेछु हैन गाँठो बाँधेको भाग यही छ सर तपाई त हेरिराख्नु भएको छ फेरि नभन्नु होला कि यहाँ शिक्षकको कलममा मैले बेरिसकेको छु शिक्षकको कलममा यही बेरेको छ नि त गाँठो यही छ गाँठो पारेको भाग पनि यही छ शिक्षकको कलममा ताकत छ मैले चेन्ज गरे सर टुक्रो चाहिँ खल्तीमा गयो जस्तो लाग्यो शिक्षकको कलममा बाँधेको भाग यही छ गाँठो देखाउनुहोस् न मिल्छ होइन अहिले देखाउन मिल्छ गाँठो ज्वाइन भइसक्यो शिक्षकको कलममा ताकत छ चेन्ज भयो त फु
चेन्ज भयो ल तानेर हेराइदिनुहोस् ज्वाइन भइसक्यो गुरु बिस्तारै माथि हात गरेर सबैलाई हेर्ने गरी कहाँ काटिएको छ सबै तानेर हेर्नुहोस् कहाँ काट्नु भएको थियो हेरिदिनुहोस् शिक्षकको कलममा ताकत छ